प्राविधिक लाइटको कारण हामी क्षमा प्रार्थी छौँ। सम्पूर्ण भक्तजनहरू सम्पूर्ण हाम्रो अतिथिगणहरूमा अब हामी विशेष आजको कार्यक्रमको यो घडी यो फल आइसकेको छ। हाम्रो विशिष्ट अतिथिज्यूहरूको आगमन भइसकेको छ र हामी प्रमुख अतिथिको कार्यक्रमको नजिक आइसक्नु भएको छ। त्यसैले गर्दाखेरि यहाँहरूलाई यो टटलको घाममा हुन त पुषमा फागुनको जाडो हिजो जस्तै चिसो भएको होला, आज हामीले यहाँहरूलाई त्यो चिसो भगाउनको लागि पनि तपाईँहरूलाई यहाँ राख्यौँ। अन्यथा नलिनुको निम्ति पनि हामी आयोजक कमिटी हार्दिक अनुरोध गर्न चाहन्छु। अब हामी कार्यक्रम प्रारम्भ गर्ने जबरजमा छ र हाम्रो प्रमुख अतिथि कार्यक्रम स्थलको नजिकै आइसकेको हुनाले हाम्रो विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, हाम्रो विशिष्ट पाहुनाहरू र हाम्रा निमन्त्रणलाई स्वीकारेर आउनुभएका सम्पूर्ण अतिथिगणहरू यहाँ कार्यक्रम स्थलको नजिक आइसकेको हुनाले अब हामी कार्यक्रमलाई प्रारम्भ गर्ने यहाँलाई जानकारी गराउन चाहन्छु। धन्यवाद। हाम्रो औपचारिक कार्यक्रम हामी केही बेरमा नै सुचारू गरी हाल्नमा